ओइट यहाँबाट चाहिँ को मान्छेबाट वेट भन्ने त लाग्यो हो गाइस लाग्यो बदलियो तिमी बदलियो साइनो बदलियो तिमी बदलियो साइनो बदलियो संसार बदलियो जीवन बदलियो संसार बदलियो जीवन तर उस्तै छ म उस्तै छ यो माया तर उस्तै छ म उस्तै छ यो माया ताल ताल सिद्ध गुफा लगभग एसियाकै दोस्रो ठुलो गुफाको भरमा चाहिँ हामी जाँदैछौँ होइन। यो चाहिँ यो तनहुँको विमलनगरबाट चाहिँ माथि डाँडामा अवस्थित लगभग यो कति सयको हाइट रह्यो यो गुफाको लगभग माया हो देउता माया हो मन्दिर माया हो देउता भन्थ्यौ नि गर्छु मायाकै पूजा भन्थ्यौ नि गर्छु मायाकै पूजा भत्कायो मन्दिर लत्यायो देउता भत्कायो मन्दिर लत्यायो देउता जिन्दगी मेरो भोधुजा धुजा जिन्दगी मेरो भोधुजा धुजा बदलियो तिमी बदलियो साइनो माथि आइपुगिसक्यो अझ छ अझ 15 मिनट लाग्छ अरे सबैजना चाहिँ सिद्ध गुफा हेर्न आउनु होला है। हबिबी इन्सल्लाह मासल्लाह हो यो चाहिँ टप आइपुग्यो है हामी तर गुफा अलि माथि रहेछ फाइनल हाइल अब तारारा आकाश नखोलेको अवस्थाले चाहिँ अलिकता भ्यू चाहिँ देख्न मुस्किल पर्यो। यो अगाडिको गाउँ चाहिँ विमलनगर हो गाउँ होइन यो बजार सरी बस्ती चाहिँ विमलनगर। यो चाहिँ एउटा हाम्रो बिसौनी रहेछ ठक्क बिसौनी सट्ट यो बाटो गुफा यो माथिको ढुङ्गामा रहेको छ फाइनल ऱ्याम्प भन्छ नि यो रेलिङमा चाहिँ गुफा रहेको छ तपाईँहरूलाई म देखाउँदै गर्नेछु कृपया अन्तिमसम्म हेर्न र लाइक सेयर एन्ड सब्सक्राइब अनि अर्को एउटा कुरा कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। ओइट कम अन हरी अप ऱ्याम आनौ ऱ्याम फाइनल्ली सिद्ध गुफा प्रवेशद्वार टिकट काउन्टरमा चाहिँ हामी आइपुगिसकेका छौँ। टिकट काट्ने मान्छे चाहिँ हुनुहुन्न अनि गुफा पनि बन्द रहेको छ तर पनि हामी यसलाई खोल्ने प्रयत्न गर्छौँ है त।
जय सिद्ध गुफा यो खोल्छ नि त यो पो रहेछ हेत्तेरिका तारारा नारारा है नम्बर पनि छोडेर चाहिँ ओइ मलाई एकछिन हामी यहाँ साथीहरूलाई वेट गर्छौँ बढे केटाहरू बढ्यो ब्याक टु धन्यवाद है अब धन्यवाद जानै सकिन चमेरै हुन्छ भ्यार त्यहाँ त डेन्जर हो त्यहाँ के अरे जानलाई त कि सागुरो छ एउटा मान्छे यस्तै हो भनेपछि मोटो मान्छेहरूलाई नअलाउड हो त्यहाँ होइन त्यहाँ जानै दिनु यसरी कहाँ यसरी नहिँड्ने पनि त्यहाँ त यसो त्यो भित्ता समात्दै गर्दैन यसरी सँगै त्यो एउटा मान्छे अड्क्यो भने त्यो यत्रो दुलोमा त्यस्तै अगाडि लाग्दै चाहिँ दामी लाग्यो है हो यो पानी छ त्यो कसले टाले कसले गऱ्यो होला यो पहिला यो त यहाँ हो फिल्ममै सुटिङ भएको त देवर बाबुको विराज भट्टराईको हाम्बालेको माथि त्यो कति चाहिँ मैले भन्छु त्यो के अरे 45 मिटरबाट हाम्बाले जस्तो देखाइएको कहाँबाट हाम्बाले यस्तोबाट हाम्बाले अनि लास्टमा छ देवर बाबु होइन अब यहाँबाट चिप्ले खेल्दै गयो भने उता नपरेको गयो सम्हालेर राख्नु मोटोलाई यहीँबाट झरम होला समात्नु पर्छ भने समात्नु पर्यो होइन भिडियो छ लड्यो भने नि कसरी लड्यो हेर्नु भ्याउँछ है आफै तान्नु परेला नि पछि चिप्लेटी खतरा चिप्लिया ओहो झरे म पो कसरी झर्ने अब यहाँ ए याल्ला सदिक एउटा हातले त फोन समात्नु पर्यो याल्ला सदिक म यताबाट लाइट बालिदिरहेको यताबाट झर भनेको त्यसलाई होइन अनि त्यता अनि यताबाट अनि के अरे त्यसलाई त्यो स्केचिङ कता हो हामी जाने यता है जस्तो लाग्यो यो कुन चाहिँ पापी हो यार पागल हो के गरे यस्तो ठाउँ पनि त्यो बोतल फालेर हिँड्यो त यार यो सबै पक्रेर चाहिँ हेर्न यो खल्टो भएको पानीको थोपा यस्तै हुन्छ यस्तो नाम पनि हुन्छ यो सब पुरानै होला होइन यो कमल माटो रहेछ नि त माटो कमल माटो रहेछ यो त पहिला त थिएन त यार
यो सबै ढुङ्गाहरू खसेर लाग्यो है हो कि हो रहेछ यार यो पुरानो यो त चक्लेट पो रहेछ यार चक्लेट फ्लेभर खाम न ओहो कहाँबाट यो तपस्या गर्ने यहाँ फेरि अर्को जुगाले फेरि खुट्टामा तपस्या गरेर बसिरहेको तर यता पानीले नै कमाउनु हुँदै हुँदै जाँदा यार कहाँबाट आयो यस्तो सिसा सिसा नि छ त गाई यता त यार सिसा नि मिठाई सिटाई खाएर फाले ल 1 मिनट लाइट बन्द गरेर बस्न सक्दैन गर्ने हो ट्राई यहाँ त अब यहाँ त छर्लाङ छर्लाङ देख्छ नि ऊ त हो क्या त्यो अगाडिको थियो नि यहाँ पनि देख्दैन प्रकाश आउँदैन ल देखाउँ के भन्छ उता त होइन डिट्टु तपाईँ त होइन कस्तो आँखा खोले पनि ल म त अन्धो हो भन्छ कि तपाईँ ध्यान दिएर यो ढुङ्गा झर्नु खायो त्यो झर्दैन तर यल्लो साथी यो फिक्स काला जातिहरू आएर यहाँ समातेर कालो होला ढुङ्गा है काला जाति आएर समातेर कालो भएको होला यो समातेर यहाँ पनि त्यस्तै भएछ समातेर होला धेरैले यतिका गाह्रो केटा हो घुम्न गाह्रो यो बोतल फाल्ने को रहेछ क्या यल्लो यल्लो फिल्म हो नि यो डराएर होइन अघि अघि आएको क्या ल धन्यवाद आइपुग्यौँ हामी जाउँदै बाँच्यो है गाइज वी आर सेफ नाउ सिसी गरेको मेरो ज्याकेट गरेर राखेन यसरी यसरी गरेको ज्याकेट गरेर तर्सेर आउँछ बाहिर के भन्नु यसो यस्तो गर्दाखेरि ज्याकेटको आवाज आयो नि त अरे ऊ तर्सेर सिसी सिसी गरेर डर लाग्यो अरे के होइन यस्तो हो सेफ्टी चाहिँ हुनैपर्छ यार अलिकति डर चाहिँ हो नआयो भने चाहिँ के भयो यो सबै डाँडै भयो 24 एलर्जी एलर्जी ल मैले भन्थेँ नि धन्यवाद आइपुग्यो धन्यवाद आइपुग्यो नि त हामी पानी चाहिँ छैन क्या जाऊँ न पछि मोड गाडीले लाइट देखाउने अब हाम्रो मोबाइलको बत्तीले त के हैन यसरी ब्ल्याक र यसो गर्ने चमेरो समेरो के छ यहाँ व्यवस्था समेरो छ समेर आयो के गर्ने समेरो आयो भने फेरि आउँदैन यहाँ गएर यहाँ सर्प त हुन्छ त्यो कस्तो खाले सर्प हो कि यहीँको रक्षक के ओइ मुलाहरू मलको लाइट टाल्नु के मेरो मोबाइल कहाँ छ त ए हजुरको मोबाइल मसँग लाउनु मेरो कहिले इन्सल्लाह 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 मासल्लाह यहाँ टाउको ठोकिला फेरि ऊ टाउको ठोकेन काट्दै लाउनु टाउ ठोकेलाई गाइजहरू यतातिर अलि हामी जस्तै 5 फुटीहरूलाई ठिक रहेछ कुल बनानी यस्तो त्यो सेतो सेतो के हो त्यो यो यस्तो हो के यो गुफा हैन यो हजारौंदेखि यो कति वर्ष पुरानो यो सबै चुनढुङ्गा पक्रेर त्यसको चुनढुङ्गा कडहरू त्यो झरेर यसको आकृति बनेको हुन्छ शिलाजित शिलाजित यो भनेको जति पनि पृथ्वी उपर उ भयो नि के यस्तो लेखे जस्तो छ त्यहाँ त पुरानो जमानाको मान्छेले के पुरानो जमानाको चाहिँ हैन नयाँ जमानाको मान्छेले चाहिँ लेखेको यो यो यति भित्तामा कोर्नी कामहरु ए बाटो नि बनाइदिएको रहेछ नि त सब यहाँ कोर्नीहरु आउँछ नि यहाँ सबै चोरहरु हुन्छ यो त होइन होला है डाइनोसर ओ डाइनोसरको हड्डी केटा हो यो के हो हड्डी तर हड्डी हो है यो ढुङ्गा फिक्स डाइनोसरको हड्डी हो सबै यही गरे आकृति हो हैन यो सिधो गुफा कसले पत्ता लगायो
यो एउटा के अरे यहाँ माथिको बाजे के यो चिप्लो रहेछ है गाई बिगमा के अरे यहाँ माथिको बाजेको नाम पारिको बाजेको नाम के हो चन्द्रबहादुर हो कि के हो त्यस्तो बना जस्तो कि अब ह्यान्डमेड के कुटी चमेर यहाँ यो बना जस्तो क्या यहाँ ढुङ्गा इन्शाल्लाह इन्शाल्लाह यल्ला यल्ला ओ माई गॉड पानी होइन यो पानी हो त यो यार बस पानी यस्तो कराहा त बाबा बस्ने ठाउँ थियो कहिले लाइट त्यहाँ फोकस गरिदिनु त चमेर कराहा या पानी छ क्या पानी हुन्छ पौडी हुन्छ यहाँ पहिला तार पनि ल्याएर चाहिँ त बत्ती गर्नलाई ए चमेर आमा माथि होइन माथि चमेरो आमामा कति धेरै कहाँ रह्यो पौडी एउटा चिज राजाको चिज भने चाहिँ ध्यान को चिप्ला राजाको सिरपेच के काठ चिप्ल्या भने खोइ कहाँ बिगन्दाको लाइन खोइ राजाको सिरपेज हेरौँ यो त्यही हो यो राजाको सिरपेच भने यो माथि चाहिँ माछाको टाउ हो त्यो चाहिँ माछाको टाउको खोइ त्यहाँ लाइट फोकस दिउँ त के को टाउको नदेखिँदो रहेछ यार अँधेरो हो अन्त कहाँ हो खोइ पौडी खेल्नु के कुरा हो कि यो चमेर यहाँ मुनि पढ्यो पानी चाहिँ खानु पर्यो पानी छ ओ जानु र जानु चिप्लिँदैन म त बाटो देखेर चिप्लो अलिकति है गाइड अस्ति भर्खर उस राजनीति गर्दै यहाँ सुटिङ गर्न क्या त्यो मिस्टेक चमेर हेर कति हो त्यसलाई फोकस गर बनाऊ त नि के एट्याक त गर्दैन नि केही देखेको छैन भिडियो ब्याक टु धन्यवाद है अब धन्यवाद जानै सकिन चमेरै चमेर भन्छ भ्यार आइन्छ कहाँ तलबाट डान्स त्यहाँ त डेन्जर हो त्यहाँ के अरे जानलाई त कि त्यो सागुरो छ एउटा मान्छे होइन त्यहाँ जानै दिनु जान्दिन्न यसरी कहाँ यसरी नहिँड्ने पनि त्यहाँ त यसरी त्यो भित्ता समात्दै गर्दैन यसरी सँगै यो एउटा मान्छे अड्क्यो भने त्यो यत्रो दुलोमा त्यस्तै त्यस्तै क्या अगाडि लाइट देखाएको केही देखेन चाहिँ दामी लाग्यो है हो यो पानी छ त्यो कसले टाले कसले गऱ्यो होला यो पहिला यो त यहाँ हो फिल्ममै सुटिङ भएको त देवर बाबुको यहाँ कताबाट अनि राज मलाई हाम्बालेको यहाँबाट त्यो विराज भट्टराईको चाहिँ हाम्बालेको को माथि त्यो कति चाहिँ मैले भन्छु नि त्यो के अरे 45 मिटरबाट हाम्बाले जस्तो देखाइदिएको कहाँबाट हाल्ने यस्तो यस्तोबाट हाम्बाले यो खाली अनि लास्टमा सँगै देवर बाबु होइन यहीँबाट झरौँ होला समात्नु पर्छ भने समात्नु पऱ्यो होइन भिडियो छ लड्यो भने नि कसरी लड्यो हेर्नु भ्याउँछ है आफै तान्नु परेला नि पिर्छ चिप्लेटी खतरा चिप्लिया ओहो झरे झरे म पो कसरी झर्ने हो यहाँ ए यल्ला सदिक एउटा हातले त फोन समात्नु पर्यो यल्ला यल्ला सदिक म यताबाट लाइट पालिदिइरहेको यताबाट झर भनेको त्यसलाई होइन अनि
कता हो हामी जाने यता है यो सबै पक्रेर चाहिँ हेर्न यो खल्टो खल्टो भएको पानीको थोपा थोपा यस्तै हुन्छ यस्तो नाम पनि हुन्छ यो कमल माटो रहेछ नि त माटो कमल माटो माटो रहेछ आई यो त पहिला त थिएन त यार यो सबै ढुङ्गाहरू खसेर है हो रहेछ यार यो पुरानो यो त चक्लेट पो रहेछ यार चक्लेट फ्लेभर खाम न ओहो कहाँबाट यो तपस्या गर्ने यहाँ फेरि अर्को जुगाले फेरि खुट्टामा तपस्या गरेर बसिरहेको तर यो त यार पानीले नै कमाउनु हुँदै हुँदै जाँदैछ यार कहाँबाट आयो यस्तो सिसा सिसा नि छ त गाई यता त यार सिसा नि मिठाई सिटाई खाएर फाले ल 1 मिनट लाइट बन्द गरेर बस्न सक्छ सक्दैन गर्ने हो ट्राई यहाँ त अब यहाँ त छर्लाङ छर्लाङ देख्छ नि ऊ त हो क्या त्यो अगाडिको थियो नि यहाँ पनि देख्दैन प्रकाश सकेन ल देखाउँ के भन्छ उता त होइन डिट्टु तपाईँ त होइन कस्तो आँखा खोले पनि ल म त अन्धो हो भन्छ कि तपाईँ ध्यान दिएर यो ढुङ्गा झर्न खायो त्यो झर्दैन तर यल्लो साथी यो फिक्स काला जातिहरू आएर यहाँ समातेर कालो होला यो ढुङ्गा है काला जाति आएर समातेर कालो भएको होला यो समातेर यहाँ पनि त्यस्तै भयो समातेर होला धेरैले यतिका गाह्रो केटा हो घुम्न गाह्रो यो बोतल फाल्ने को रहेछ क्या यल्लो यल्लो फिल्म हो नि यो डराएर होइन अघि अघि आएको क्या ल धन्यवाद आइपुग्यौँ हामी जाउँदै बाँच्यो है गाइज वी आर सेफ नाउ सिसी गरेको मेरो ज्याकेट गरेर राखेन यसरी यसरी गरेको ज्याकेट गरेर तर्सेर आउँछ बाहिर के भन्नु यस्तो यस्तो गर्दाखेरि ज्याकेटको आवाज आउँछ अनि ऊ तर्सेर सिसी सिसी गरेर डर लाग्यो अरे के होइन यस्तो सेफ्टी चाहिँ हुनैपर्छ यार अलिकति डर चाहिँ हो नआयो भने चाहिँ मैले भन्थेँ नि धन्यवाद आइपुग्यो धन्यवाद आइपुग्यो नि त हामी पानी चाहिँ छैन क्या जाऊँ न